हेलो हेलो नमस्कार नमस्कार यहाँलाई फेरि पनि मेरो ब्लगमा धेरै धेरै स्वागत छ है। यहाँहरू आराम कुशल हुनुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। यहाँमा पनि एकदम ठिकठाक आराम कुशल मङ्गल भन्नुपर्छ। अनि यहाँहरूको दिनचर्या कसरी बित्दैछ है। अब गाउँघरमा त के हुनु, एउटा काम आदि गऱ्यो फेरि अर्को काम आदि गऱ्यो हो, त्यस्तै छ। मेरो भन्नुपर्दा चाहिँ काम कुरो यो पहाडको पनि मेरो घरमा चाहिँ काम बन्द सकिएन। एउटा काम गर्दा चाहिँ अर्को ठिक्क काम गर्ने बेला भइरहेको हुन्छ। सो गाइस त्यही भएर म चाहिँ आज यहाँ हेर्नु न लसुन उखाल्न आएको छु। लसुन पनि उखाल्ने बेला भएछ है पहेँलो। आज पानी नपरेको बेलामा उखाल्नु भनेर आएको छु बारीमा है। बारी भन्दा नि यही बाटोमै छ, थोरै रोपेको यसपालि त हो। हेर्नुहोस् न थोरै रोपेको छु, सदा जस्तो रोपिन। अब सदा पो बिक्री गर्नु भनेर रोपिन्थ्यो। अब भनेको टाइममा बिक्री पनि हुँदैन, भाउ पनि आउँदैन होइन। त्यही भएर यसपालि चाहिँ अब बिक्री पनि गरिँदैन रहेछ भनेर अनि थोरै रोपेको साथी हो। कहाँ गयो कुट्टे। त्यही भएर आज चाहिँ यो कुट्टे देख्नु भएको छ, यस्तो कुट्टे यो कुट्टेले खन्दै निकाल्ने। अनि छेपी पनि खन्नु छ। छेपी भनेको त्यो प्याज जस्तो हुन्छ नि, प्याजकै जस्तो स्वाद आउँछ तर अझै तिखर आउँछ कि। हो त्यो छेपी पनि खन्नु छ आज। सबै कुहिसक्यो होला हौ त्यो त झन्। अनि यो हातले चुडिहाल्छ। यो सुप पनि यहीँ हेर्नु न साथी। यसरी गाउँमा त जे एउटै ठाउँमा सबै कुरा छर्नु पर्यो। यो सुपको बोट, यो धनियाँको बोट, उता चङ्सुरको बोट। अनि के गर्नु यो हेर अब यो कसरी खानु। ल त्यो पनि भाँच्यो, त्यसका बाजे भाँचिए। धान सुक्यो रापले हकाउँछ काफले, जानु कि नजानु। उखाल्नु छिटो होला हौ, बरु चुडिन्छ भनेर नि खनेको। आज पानी नपरेको बेलामा थन्काउनु। के हो यो? अनेक थरी नै हुन्छ। यो पानीको बेला चाहिँ खन्यो भने चाहिँ नि साथी हो, यो पोटी लागेको फोस्के हुँदो रहेछ कि कुहिन्छ। अनि त्यही भएर पानी नपरेको बेलामा यसलाई चाहिँ उखालिहालेर थन्किहाल्नुपर्छ। सदा पो एक कल्ला नभएको नि आधी कल्ला, एक कल्ला त रोपिन्छ नि होइन। अब बिक्री गरिन्छ भन्दा यसपालि त भ्याइन पनि हो। अनि बिक्री पनि गरिँदैन रहेछ। भनेको टाइममा बिक्री हुँदैन, भाउ आउँदैन भनेर थोरै रोपेको साथी। यति भएपछि खानु पुगिहाल्छ, किन्नु पर्दैन। भएको नभएको यहीँ हुनुपर्ने। यो धनियाँ पनि यहीँ हुनुपर्ने। मलाई न पानी लान्छ त। अब यो खोर्सानी रोपिदिनुपर्छ। जिन्दगीको बाटोमा सजिलो अप्ठ्यारोमा तिम्रो साथ पाइरहँला। फुल होस् या काँडामा, सम्म होस् या डाँडामा। हेर्नुहोस् यस्तो दामी फला। तिम्रो साथ रहिरहँला। सो गाइस मैले चाहिँ लसुन उखालिसकेँ है। हेर्नुहोस् न यत्रो यस्तो दामी पोटी लागेको छ। धनपोटी लाग्यो भनौँ न। यहाँ हेर्नु न, यहीँनिर सोप छ, धनियाँको बोट,
यो चङ्सुरको बोट हो। अनि लसुनले खाने मलजल सबै यिनीहरूले पनि खान्छ। अनि कहाँबाट होस् त धन्न त्यतिको लागि। अब यहाँ खोर्सानी रोपिदिने। हुन त जान्दा र सक्दा र गर्दा त एकै ठाउँमा हुन्छ नि, हरेक कुरा एकै ठाउँमा। हेर्नुहोस् न, अब यहाँनिर मैले यहाँ खोर्सानी पनि रोपेको छु है। यहाँ धनियाँ पनि छरिदिएको। यहाँ मुला रोपिदिएको, मुला उम्रेको छ हेर्नुहोस्। खोर्सानी यहाँनिर छ, मुलाहरू यहाँ उम्रिँदैछ है। अनि यहाँ कोपी पनि लगाइदिएको छ। यहाँभित्र मकै पनि छ, कोपी पनि छ, मुला पनि उम्रिँदैछ। खोर्सानी त अलरेडी भइहाल्यो होइन। विशेष चाहिँ यहाँ खोर्सानी नै लगाएको छ मैले। अरू ठाउँ मर्जिङ प्लास्टिक लगाएर रोपेको छु। यो कला 3 कला चाहिँ जम्मा मैले मर्जिङ प्लास्टिक बेगर रोपेको छु है साथीहरू। मेरो यसो खनी खोर्सी गर्ने कामहरू यस्तै छ। जान्दा र सक्दा र गर्दा त एकै ठाउँमा सबै कुरा फल्छ नि, फल्न त गर्नु चाहिँ सक्नु पर्यो होइन। आजको मेरो भ्लग यहाँलाई कस्तो लाग्यो है, कमेन्ट प्रतिक्रिया सब्सक्राइब, जति पनि नयाँ साथीहरू हुनुहुन्छ सब्सक्राइब गर्न नबिर्सिदिनु होला। लाइक कमेन्ट सेयर, मन परे सेयर गरिदिनु होला है। अनि जति पनि यहाँहरूले सुरुबाट अन्तिमसम्म मेरो भ्लग हेरिदिनु, यहाँलाई धेरै 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 धेरैभन्दा धेरै मनैबाट धेरै धन्यवाद। फेरि पनि यहाँहरूको माझ यस्तै राम्रा राम्रा अर्ग्यानिक भिडियो लिएर आउने प्रयत्न गर्दै आजको लागि मेरो भ्लगलाई यहीँ अन्त्य गर्न चाहन्छु। बाई बाई।